हे प्रभु, हे हरि राम जगन्नाथम प्रेमानन्द ये क्या हुआ भनेर आज चाहिँ यो कुरा चाहिँ म भनेर छैन साथीहरु। आज यो कुरा सारा नेपालीले सारा विश्वले भनिरहेको छ। किन भन्नुपर्दा हिजोको राति हामीले करिब 12:30 बजे नेपालले एउटा इतिहास रच्यो। त्यो इतिहासले अहिले सारा दुनियाँले चाहिँ एउटै डायलग भनिरहेको छ, हे प्रभु हे हरि राम जगन्नाथम प्रेमानन्द ये क्या हुआ भनेर। र हामी कुरा गरिरहेका छौँ नेपाल भर्सेस वेस्ट इन्डिजको हिस्टोरिक सिरिज जुन हिजो राति सम्पन्न भएको थियो। पहिलो T20I सिरिज हैन, र पहिलो T20 को पहिलो म्याच तीनटा T20 सिरिज मध्ये हिजो 27 सेप्टेम्बरमा जुन म्याच भएको थियो शारजा इन्टरनेसनल स्टेडियम, जुन आफै एउटा भनौँ न एउटा हिस्टोरी राखेको एउटा इन्टरनेसनल स्टेडियम थियो। र हिजोको दिनमा एउटा दुईचोटि वर्ल्ड कप विनिङ टिमलाई नेपालले चाहिँ वान साइडेडली इजिली हराएको छ। र आजको यो भिडियो हामी कुरा गर्नेछौँ नेपालको बलिङको बारेमा। ब्याटिङ गरेर नेपालले कस्तो फिल्डिङ गरेको थियो विश्व सामु भनेपछि एउटा ठुलो टिमको विरुद्ध नेपालले कुन कन्सेप्ट कसरी माइन्डसेटले खेलेको थियो सबै कुरा गर्नेछौँ। र एन्जेलो म्याथ्युसले के भनेका छन् त्यो कुरा छ। र एउटा ब्याड न्युज, दुईटा ब्याड न्युज हो साथीहरू। त्यो ब्याड न्युज म तपाईँको बिचमा म सेयर गर्नेवाला छु। र आउनुहोस् हामी कुरा गरौँ हिजोको म्याचको बारेमा। र हिजोको म्याचमा हामी कुरा गर्नुपर्दा टिम नेपालले चाहिँ टस हारेको थियो। र टस हारिसकेपछि पनि आई डोन्ट नो किन चाहिँ वेस्ट इन्डिजले होइन अहिले हिस्टोरी हामी त्यो इतिहास हेर्छौँ त्यो ग्राउन्डमा चाहिँ जसले टिमले पहिला ब्याटिङ रोजेको छ अथवा ब्याटिङ गर्छ त्यही टिमले जितेको त्यो एउटा भनौँ न चल्दै आएको थियो। र हिजो वेस्ट इन्डिजले टस जितेर सबैले चकित पार्यो। त्यो चकित पार्ने डिसिजन के थियो जी उनीहरूले चाहिँ त्यो बलिङ लिएर है त। र बलिङ लियो, जब बलिङ लिइसकेपछि तब वेस्ट इन्डिज टिम बलिङ गर्न आयो, टिम नेपाल ब्याटिङको लागि आयो। र त्यही टसको बेला रोहित कुमार पौडेल थिए। गुड लुज टस लस गर्नु हाम्रो निम्ति एकदम राम्रो भयो, किनकि उनीहरूले चाहिँ ब्याटिङ पाएर मलाई लाग्छ यदि रोहित कुमार पौडेल हिजो टस जित्नमा पनि सायद मलाई लाग्छ उनीहरूले ब्याटिङै लिन्छ, उनीहरूको त्यो कुराबाट थाहा पायो। र हामी यो कुरा गरौँ म्याचको कुरा गर्नुपर्दा नेपालले पहिलो इनिङमा भनौँ न ब्याटिङ गरेपछि 148 रन बनाए, 8 विकेट गुमाएको थियो 20 ओभरमा। वेस्ट इन्डिज चाहिँ त्यो 149 रनको टार्गेट चेज गर्न सकेन र 129 रनमा 9 विकेट गुमाएर यसैको साथ 19 रनले चाहिँ टिम नेपालले त्यो म्याच जित्यो। र अब तीनटा T20 सिरिजको जुन भनौँ न 1-0ले चाहिँ नेपाल अगाडि भइसकेको छ। र यसको अब यो म्याचको आज साथीहरु हामी कुरा गर्नुपर्दा यहाँनिर आज गुड न्युजबाट हामी सुरु गरौँ होइन। यहाँ गुड न्युज के छ भन्नुपर्दा एन्जेलो म्याथ्युजले जो श्रीलङ्काका पूर्व कप्तान भन्नुपर्छ अथवा श्रीलङ्काका एकदम ग्रेट ब्याट्सम्यान छ, उनले चाहिँ नेपाललाई कङ्ग्रेचुलेसन टु नेपाल फर एन अमेजिङ विन ओभर द वेस्ट इन्डिज द्याट्स वाज सोम अलराउन्ड डिस्प्ले भनेका छन्। र साथै हामी आज युट्युबमा हेर्छौँ, फेसबुकमा हेर्छौँ, चारैतिर चाहिँ अहिले नेपालको वाइ भइरहेछ। चारैतिर हरेक भनौँ न इन्डिया, नेपाल, पाकिस्तान, बङ्गलादेश सबैले चाहिँ अहिले नेपाललाई बधाई दिएको छ। र कुनै बेला थियो नेपाललाई चाहिँ तिनीहरूले नेपाल जस्तो टिमसँग हामी कसरी खेल्ने के खेल्ने भन्ने थियो। र आज नेपालले चाहिँ दुईचोटि वेस्ट इन्डिज जसले चाहिँ वर्ल्ड कप जितेको छ त्यस्तो टिमलाई जितेर चाहिँ आज नेपालले विश्वको बोल्ती बन्द गरेको छ। र हिजो जब वेस्ट इन्डिजसँग म्याच जित्यो, जब प्लेयर अफ द म्याच हाम्रा रोहित कुमार पौडेल भएर उनले एउटै कुरा भनेका थिए, यो म्याचको अवार्ड चाहिँ म डेलिकेट गर्न चाहन्छु जेन्जीका थिए जसले चाहिँ आफ्नो जीवन अथवा देशको निम्ति शहीद हुनुभएको थियो उनीहरूलाई। र आउनुहोस् अब साथीहरू यो समय हामी यो म्याचको कुरा गरौँ। यो म्याचमा नेपालले पहिलो ब्याटिङ रोज्यो। र ब्याटिङ हामी कुरा गर्दा नेपालले चाहिँ 148 रन बनाएको थियो आफ्नो 20 ओभरमा भनेपछि यहाँनिर चाहिँ हाम्रा हिजोको दिनमा प्लेइङ 11 अनएक्सपेक्टेड थियो है। हामी सबैले थाहा छ हिजोको दिनमा सन्दीप लामिछाने टिममा थिएनन्। र साथीहरू हामी चाहिँ यो जुन हाम्रो हिस्टोरिक म्याच थियो हिजो पहिलो म्याच नेपालले एउटा वेस्ट इन्डिज जस्तो वर्ल्ड कप विनिङ टिमसँग जब म्याच खेल्न उत्रियो होइन। र यहाँनिर चाहिँ नेपालको ब्याटिङको हामी कुरा गर्नुपर्दा नेपालले जब टस हारेर ब्याटिङको निम्तो पाएको थियो र नेपालले चाहिँ यहाँ केही सुरुवात भनेको एउटा सुरुवात चाहिँ त्यति राम्रो हुन सकेन। र आसिफ शेख र कुशल भुर्तेलको जोडी आएको थियो ओपनिङमा भनेपछि आसिफ शेखले चाहिँ यहाँनिर 4 बल खेलेर 3 रनमा उनी आउट भएका थिए भनेपछि कुशल भुर्तेल पनि 11 बल खेलेर 6 रनमा चाहिँ उनी आउट भएका थिए। र कुशल भुर्तेलको ब्याटबाट एउटा चौका आएको थियो जसमा चाहिँ उनले भनौँ न जब 4 बल डराएर 5 बलमा उनी आउट भएका थिए भनेपछि आसिफ शेखले चाहिँ यहाँ 4 बल खेले 3 रनमा आएको थियो र 1 बल चाहिँ उनले ज्यादा खेलेर त्यो बलमा उनी आउट भएका थिए। र त्यसपछि आउँछन् हाम्रा दुईजना हिरो जसले चाहिँ हिजोको दिनमा नेपाललाई म्याच जित्नको निम्ति एकदम सजिलो बनायो। र म कुरा गरिरहेको छु हाम्रा क्याप्टेन रोहित कुमार पौडेल र हाम्रो कुशल मल्लको बारेमा कुरा गर्दैछु। र हामी कुरा गर्दा यहाँ रोहित कुमार पौडेलले हिजोको दिनमा
जुन हिसाबले ब्याटिङ गर्यो नि हामीले त्यो एक्सपेक्ट गरेका थियौँ किनकि रोहित कुमारले स्लो गर्छन् रनिङ बिट्विन द विकेट उनको फास्ट छ होइन उनले चाहेको बाउन्ड्री पनि हिर्काउन सक्छन् भनिरहेका थियौँ र हिजोको दिनमा कुशल हाम्रो रोहित कुमार पौडेलले त्यसै गरेर हामी रोहित कुमार पौडेलको कुरा गर्नुपर्दा यहाँनिर चाहिँ क्याप्टेनको कुरा गर्नुपर्दा उनले चाहिँ 35 बलको सामना गरेर उनले चाहिँ 38 रन उनले बनाएपछि जसमा 3वटा चौका र एउटा छक्का रहेको थियो र स्ट्राइक रेटको कुरामा 108.57 को स्ट्राइक रेट थियो र हिजोको दिनमा रोहित कुमार पौडेलले जुन हिसाबले ब्याटिङ गरे हामी आउँदो दिनमा त्यही एक्सपेक्ट छ रोहित कुमार पौडेलले पारीलाई सम्हालोस् होइन चाहेको बाउन्ड्री हान्नुहोस् र यस्तै तरिकाले राम्रो म्याचहरू खेल्दै जाओस् र टिम नेपाललाई चाहिँ जितसम्म पुगाओस् र त्यसै गरेर हाम्रो अर्को हिरो रहेका थिए कुशल मल्ल जसले चाहिँ भनौँ न 21 बल खेलेर 30 र भनौँ न रन बनाएका थिए र नेपालको निम्ति पहिलो भनौँ न विनिङ म्याचमा चाहिँ पहिलो अथवा टेस्ट इन्टरनेसनलको विरुद्ध म्याच विनिङमा चाहिँ कुशल मल्लको ब्याटबाट एउटा लामो छक्का आएको थियो र हामी कुरा गरौँ कुशल मल्लको कुरा उनले चाहिँ यहाँ 2वटा चौका र 2 छक्का हिर्काएको थियो र 142.86 को स्ट्राइक रेटमा उनले ब्याटिङ गरेको थियो यो स्ट्राइक रेट भनेको शारजाको त्यो स्लो विकेटमा एकदमै उत्कृष्ट स्ट्राइक रेट अथवा उत्कृष्ट रन उनले चाहिँ बनाएका थिए र नेपाललाई यही रनहरूले जुन कुशल मल्ल र हाम्रो भनौँ न रोहित कुमार पौडेलको पार्टनरसिप भएको थियो लगभग 46 बलमा लगभग 56, 57, 58 रनको जति पार्टनरसिप भएको थियो भने चाहिँ त्यही पार्टनरसिपले नेपाललाई चाहिँ एकदम बुस्टअप गर्यो र हामी पहिलो पावर प्लेमा कुरा गर्दा 38 रनमा 2 विकेट थियो भनेपछि दोस्रो पावर 7 देखि 15 ओभरमा चाहिँ टिम नेपालले चाहिँ यहाँ 74 रन बनाएको थियो मात्र 2 विकेट गुमाएको थियो र तेस्रो पावर प्लेमा चाहिँ नेपालले चाहिँ केही भनौँ धेरै कमजोर ब्याटिङ गर्यो 4 विकेट गुमाएर साथै जम्मा त्यहाँनिर 40 रन मात्रै जोडेको थियो र त्यसपछि आयो गुलसन कुमार झाले पनि हिजोको दिनमा भनौँ न 16 बलमा 22 रन बनाएर उनले पनि 138 को स्ट्राइक रेटमा ब्याटिङ गरे उसले पनि त्यसमा 2वटा लामो छक्का हिर्काएका थिए र गुलसन कुमार झालाई मैले अगाडिको भिडियोमा मैले प्रिम्याचमा पनि एनालिसिसमा भनेको थिएँ कि त्यसमा चाहिँ गुलसन कुमार झालाई एउटा राम्रो एक्सपेक्टर हुन सक्छन् किनकि लेफ्ट ह्यान्डेड ब्याट्सम्यान र लेफ्ट ह्यान्डेड बलरलाई चाहिँ उनले राम्रो खेल्न सक्छन् भनेर र त्यसै गरेर हामी कुरा गर्दा यहाँ दिपेन्द्र सिंह ऐरी अझै पनि यो ताल म फ्लपै भन्नुपर्छ किनकि 19 बल सामना गर्दै जम्मा 17 रन बनाएछ र एउटा छक्का उनको ब्याटबाट लागेको थियो त्यो नि फिल्डरको हातबाट क्याच छुटेर त्यो छक्का गएको अवस्था थियो र त्यो सन्दीप जोराको कुरामा उनलाई चाहिँ भनौँ न एकदमै ढिला पठाए भन्नुपर्छ जुन हिसाबले उनले असम सिरिजमा नम्बर 3-4 मा ब्याटिङ गरेका थिए र उनले म्याच विनिङ पारीहरू खेलेका थिए राम्रो रन निकालेका थिए हिजोको दिनमा सन्दीप जोराले यो 7 नम्बर 8 नम्बरमा पठाउनु चाहिँ मलाई लाग्छ म्यानेजमेन्टको अथवा टिमको चाहिँ एउटा रङ डिसिजन जस्तो मलाई लाग्छ र यहाँनिर चाहिँ सन्दीप जोराले चाहिँ 6 बलको सामना गर्दा 9 नम्बरले उनको ब्याटबाट एउटा छक्का आएको थियो र 150 को स्ट्राइकमा उनले ब्याटिङ गरेर गएका थिए र त्यसै गरेर अरू ब्याट्सम्यानको हामी कुरा सोमपालका हामी 5 बलमा 6 रन नट आउट गए र करण केसी पहिलो बलमा आउट भएका थिए भनेपछि नन्दन कुमार यादवले चाहिँ 2 बलमा 7 रन बनाएका थिए र उनको त्यो भनौँ न मैले नन्दन कुमार यादव चाहिँ नेपालको लागि एउटा भनौँ न जस्तो पास खड्का थियो नि ब्याटबाट बलबाट दुवै काम गर्थ्यो पहिला भने चाहिँ अब चाहिँ मलाई लाग्छ पास खड्कापछि चाहिँ नन्दन यादव चाहिँ अहिले नेपालको लागि त्यो प्लेयर भएर आएका छन् किनकि उनले पहिलो बलमा नै हेर्नुहोस् अगाडि बढेर ओबेद मोकै जसले चाहिँ एकदम उत्कृष्ट बलहरू डेलिभर गरेको थियो उनलाई चाहिँ पहिलो बलमा छक्का हिर्काएका थिए दोस्रो बलमा चाहिँ 1 रन लिएको थियो 350 को स्ट्राइक नन्दन यादवले खेलेको थियो र त्यसै गरेर हामी कुरा गर्नुपर्दा यहाँनिर बलिङको हामी कुरा गरौँ वेस्ट इन्डिजको अखिल हुसैनले 4 ओभर 18 रन 1 विकेट जसन होल्डर 4 ओभर 20 रनमा 4 विकेट भनेपछि त्यसै गरेर रेमन सिमन 2 ओभरमा 25 रन फिवन एलेन 2 ओभरमा 19 रन ओबेद मोकै 4 ओभर 37 रन अनि हाम्रो नवीन विदेशीले 4 ओभर 29 रनमा 3 विकेट लिएको थियो जसले डेब्युमा राम्रो प्रदर्शन गरे भन्नुपर्छ र त्यसै गरेर हामी यहाँनिर कुरा गर्नुपर्दा वेस्ट इन्डिजको जब ब्याटिङ आयो नेपाल बलिङ गर्न आयो भनेपछि हामीले चाहिँ त्यहाँनिर नेपालबाट उत्कृष्ट फिल्डिङ पनि देख्यौँ र उत्कृष्ट बलिङ पनि देख्यौँ र त्यसको हामी कुरा गर्छौँ यहाँ वेस्ट इन्डिजको ब्याट्सम्यानको रन कुरा गर्नुपर्दा यहाँनिर चाहिँ काइल मेयर चाहिँ 8 बलमा 5 रन कुशल बुद्धले रन बनाएर एउटा चौका हिर्काएका थिए उनले अनि जाङ्गोले चाहिँ आमिर जाङ्गोले चाहिँ 22 बलमा 19 रन बनाएर आउट भयो भनेपछि अनि अगस्टीले चाहिँ 7 बलमा 15 रन उनले चाहिँ राम्रो ब्याटिङ गरेका थिए र त्यसै एन्ड्रुले 11 बलमा 5 रन किज काटीले 15 बलमा 16 रन अनि नवीन विदेशीले 25 बलमा 22 रन भनेपछि जेसन होलले 7 मा 5 फिबिन एलन 14 मा 19 र अखिल हुसैन क्याप्टेनले 9 बलमा 18 रन 200 को स्ट्राइकमा उनले ब्याटिङ गरेका थिए भनेपछि अबल मकै 3 बलमा 0 रन र त्यसैको साथ यहाँनिर नेपालको अब बलिङ हामी कुरा गर्नुपर्दा हेर्नुहोस् साथीहरू दिपेन्द्र सिंह ऐरी 3 ओभर 20 रनमा 1 विकेट करण केसी 3 ओभर 17 रन 1 विकेट हैन नन्दन कुमार यादव 1 ओभर 6 मा 1 विकेट त्यसै सोमपाल कामी 4 ओभरमा 43 रन हिजो चाहिँ धेरै महँगो भएपछि सोमपाल कामी भन्नुपर्छ ललिनाले चाहिँ 2 ओभर बलिङ गरे 6 रन 1 विकेट दिएपछि रोहित कुमार पौडेल 3 ओभर 20 रन 1 विकेट र कुशल बुर्तल जसले चाहिँ हिजो राम्रो बलिङ गरेका थिए नेपाललाई जिताउन उनले चाहिँ भन्न महत्त्वपूर्ण विकेट लिएका थिए जस्तो जोसन होल्डरको हामी कुरा गर्नुपर्दा 4 ओभरमा 17 रन दिएर 2 विकेट र हामी नेपालको हिजो मैले फिल्डिङको कुरा गरेँ नेपालले 15 ओभरसम्म 1 देखि 15 ओभरमा उत्कृष्ट फिल्डिङ गरेको थियो पहिलो नै रनआउट भन्नु न विकेटको रूपमा नेपालले रनआउटको रूपमा पहिलो विकेट पाएको थियो भनेपछि अनि त्यसपछि गएर यहाँनिर हामी कुरा गर्नुपर्दा अर्को रनआउट हाम्रो दिपेन्द्र सिंह ऐरीले जस्ट
यति नजिकमा कसरी कोही फिल्डरले यति छिटो रन आउट गर्न सक्छ, म त्यो हेरेर म थोडा भनौँ न एक्साइटेड पनि थिएँ र क्रेजी पनि भएको थिएँ। र हिजोको दिनमा त्यसपछि जब 15 ओभर पछि चाहिँ जब 4-5 ओभरमा चाहिँ नेपालले केही क्याचहरू मिस गर्यो, केही रनआउट मिस गर्यो होइन, तर यतिको उत्कृष्ट फिल्डिङ गर्दाखेरि हामीले कार्लोस ब्राथवेट, एन्ड्रु लियोनार्ड त हाम्रो जहिले सपोर्टमा छैन, कार्लोस ब्राथवेट, आयन बिशोपबाट त्यो नेपालको फिल्डिङको तारिफ गरेको सुन्न पाउँदा एकदमै म खुसी भएको थिएँ। र साथीहरू हिजोको दिनमा नेपालले चाहिँ जब यो ब्याटिङ गर्यो, बलिङ गर्यो होइन, 19 रनले चाहिँ नेपालले पहिलो टेस्ट नेसनलाई भनौँ न पहिलो के अरे विन निकाल्न सफल, हिस्टोरी क्रिएट गर्न सफल भयो हिजोको दिनमा। धेरैजनाले लगभग करिब हामी म विशेष धन्यवाद दिन चाहन्छु हाम्रो रुटिन अफ नेपालभन्दा, जसले चाहिँ एसिया कप वर्ल्ड कप पछि चाहिँ एउटा उत्कृष्ट क्वालिटीमा नेपाललाई हिजोको म्याच देखाएको थियो र त्यो क्वालिटी हेर्दाखेरि एकदमै उत्कृष्ट क्वालिटी थियो होइन। र रुटिन अफ नेपाललाई धन्यवाद दिन चाहन्छु। त्यसै गरेर हाम्रा सम्पूर्ण नेपाली फ्यानहरू जो लगभग सुन्नमा छ 4000 प्लस जना चाहिँ हिजो त्यो स्टेडियममा पुग्नु भएको थियो। र भनौँ न विदेश जस्तो ठाउँमा पनि जहाँ काम मान्छे हुन्छ कामको लागि गएको र कामबाट छुट्टी नदिए पनि मान्छेले चाहिँ केही न केही बिरामीको बहानाले केही न केही गरेर चाहिँ यहाँ 4000 जना चाहिँ नेपाललाई त्यहाँ आएर सपोर्ट गर्नु, त्यो पनि एकदमै हामी सबैको लागि खुसीको कुरा। र म उहाँलाई पनि एकदमै धन्यवाद दिन्छु, क्यानलाई पनि धेरै धन्यवाद दिन्छु। उत्कृष्ट सिरिज अर्गनाइज गरेर हामी सबैले नेपालीलाई फेरि पनि युनिटीमा ल्याउन, एकतामा ल्याउनको निम्ति एउटा युनिटी कप अर्गनाइज भयो होइन। त्यसपछि नेपालले पनि हिजो हिस्टोरी क्रिएट गरेर राति 1 बजेको दिन धेरैजना मान्छेहरू उफ्रिरहेको नाचिरहेको थियो, म पनि एकदम एक्साइटेड थिएँ, तर राति त्यो समय म कराउन सकेन, उफ्रिन सकेन। र साथीहरू अब हामी भिडियो एन्ड गर्नु यहाँ मैले अघि भनेको थिएँ यहाँ हाम्रो बिचमा चाहिँ 1-2वटा स्याड न्युजहरू आएको छ, जस्ट लाइक भनौँ न सन्दीप लामिछानेको हामी कुरा सन्दीप लामी हिजोको म्याचमा खेलेनन् र कुराहरू यस्तो सुन्नमा आएको छ सन्दीप लामिछाने अब चाहिँ यो सिरिज नै गुमाउनेवाला छन्। आई डोन्ट नो कस्तो के रिजन छ भनेर होइन, त्यो रिजन यसमा बाहिर चाहिँ आएको छैन। र सन्दीप लामिछाने चाहिँ अब चाहिँ यो भनौँ न यो स्क्वाडबाट चाहिँ यो 3टा जुन सिरिज थियो त्यो सिरिज र यो क्वालिफायर हाम्रो जुन T20 वर्ल्ड कप क्वालिफायर छ त्यहाँबाट चाहिँ उनी बाहिर भएको जस्तो एउटा न्युज आएको छ। र अर्को स्याड न्युजको कुरा भन्दा नन्दन यादव पनि मलाई लाग्छ अबको यो T20 सिरिज अथवा वर्ल्ड कप क्वालिफायर पनि मिस गर्नेवाला छन्। जो हिजो तपाईँले लाइभमा हेर्नु उनको यहाँ राइट साइडमा त्यो पेन भएको थियो बलिङ गर्दाखेरि, र त्यसले गर्दा चाहिँ उनले पनि यो मौका चाहिँ गुमाउँछ जस्तो एउटा फिल भएको छ। र यो 2टा स्याड न्युज हामीमा आएको छ। अब उनको ठाउँमा चाहिँ रिप्लेसमेन्ट कसलाई गर्छ कि नन्दन यादवले हिजो पनि राम्रो प्रदर्शन गरेको थियो होइन, त्यसै गरेर सन्दीप लामिछाने हिजो टिममा नपर्दा हामी धेरैजना स्याड दिन्छौँ। अब उनी चाहिँ यो T20 वर्ल्ड कप क्वालिफायरबाट पनि अथवा यो वेस्ट इन्डिज सिरिजबाट पनि उनी चाहिँ बाहिर हुन्छन् भन्दाखेरि एकदम त्यो चाहिँ भनौँ न एउटा हामी सबै क्रिकेट प्रेमीहरूको चाहिँ हार्ट चाहिँ ब्रेक भएको छ। र साथीहरू अब चाहिँ हामी यो भिडियोको इन्डिङमा छौँ, अन्तमा छौँ, र तपाईँले अब कमेन्ट गर्नुहोला आजको यो जुन म्याच तपाईँले हिजो हेर्नुभयो नेपालले चाहिँ हिस्टोरी क्रिएट गरेको छ के अब चाहिँ 2-1ले अथवा 3-1ले क्लिन स्विप गर्न सक्छ नेपालले, के नेपालले चाहिँ अब त्यो हिस्टोरी क्रिएट गर्न सक्छ एउटा टेस्ट नेसन विरुद्ध सिरिजै जित्ने भनेर के लाग्छ तपाईँले कमेन्ट गर्नुहोला। र आजको यो भिडियो तपाईँ कसो लाग्यो मनपर्छ सबैजना लाइक कमेन्ट र सेयर सब्सक्राइब गरिदिनु होला। हामी आउने भिडियोमा भेट्नेछौँ। हामी फेरि पनि आउनु अब भोलि हाम्रो T20 अर्को सेकेन्ड T20 छ र त्यसको हामी लाइभ कमेन्ट्रीमा भेट्नेछौँ। त्यतिखेर आफ्नो केयर गर्नु गाइज, टेक केयर, बाई बाई, जय नेपाल अनि जय क्रिकेट।